हेलो एभ्रिवान, आज चाहिँ म अफिस जानुको लागि रेडी भइसकेको थिएँ हैन। आज चाहिँ म कुर्ता लगाएर गएँ। आज चाहिँ पुरा गरम थियो नि त, अन्त त्यहाँदेखि चाहिँ मैले चाहिँ यहाँ चप्पल देखाउँदैछु। मैले यो लगाएँ भनेर, अन्त चाहिँ मैले आउटफिट पनि देखाएँ हैन। कुर्ताले चाहिँ शीतल हुन्छ नि त। अनि त्यतिकैमा म घरबाट निस्केँ, म म्याकलेट पुगेँ है। म्याकलेटमा चाहिँ अब मेरो कुमार दाहरूलाई पर्खिरहेको थियो नि त, स्टाफ दाहरूलाई। अन्त चाहिँ म छिटो पुगेको थिएँ आज, त्यसले गर्दा मैले वेट गरिरहेको थिएँ हैन। अन्त चाहिँ त्यो दिनसम्म चाहिँ म भिडियो गरिरहेको थिएँ। कस्तो डरलाग्दो काम थियो र पनि भिडियो गरिरहेको थिएँ हैन। अन्त चाहिँ दाहरू आइपुग्नु भयो, हामी त्यतिकै अफिस गयो, अफिस पनि पुगिहाल्यो हैन। अन्त अफिसमा पुगेर एकछिन बस्यो हामी चाहिँ। अन्त चाहिँ रचना र मैले आज फोटो खिचौँ न भन्दै खिच्दै थियो। त्यति नै बेला चाहिँ हामी चाहिँ चप्पलको एडभर्टाइजिङ गर्दै थियो सबैजना मिलेर हैन। अन्त चाहिँ त्यति बेला चाहिँ मलाई पुरा गरम भएर म चाहिँ सिक्किममा यति डरलाग्दो गरम छ भन्दै यहाँ फ्यान खोलेर देखाउँदै थिएँ हैन। सिक्किमको टेम्परेचर देखाउँ मतलब कति गरम छ नि त्यो। अन्त त्यति नै खेर चाहिँ सर आइपुग्नु भयो। अन्त सर चाहिँ तल गाडी पार्क गरेर आउनु हुँदै थियो हैन अफिसदेखि तल। मैले चाहिँ भिडियो गरिरहेको थिएँ नि त सर आउनु भएको। आज चाहिँ अब सरको स्पेसल डे थियो, त्यो भएर चाहिँ सरको भिडियो गरिरहेको थिएँ। अन्त हामी सबैजना एक्साइटेड भएर सरलाई चाहिँ बाहिरै पर्खिरहेको थियो नि त बर्थडेको लागि, बर्थडे विस गर्नुको लागि। त सर चाहिँ बिस्तारै आउनु हुँदै थियो। सरलाई चाहिँ सरप्राइज थियो, थाहा थिएन हैन। यहाँ चाहिँ भाइ जिस्किँदै भिडियो गरिरहेको थियो दाहरूको हैन। अन्त चाहिँ हामी पर्खिरहेको थियो सरलाई चाहिँ। अन्त त्यति नै खेर चाहिँ सर पनि ह्यापी बर्थडे विस ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु। यस्तो खालको थियो केक चाहिँ। के थियो भन्दाखेरि दुईजनाको बर्थडे थियो, रसिला दिदी र सरको थियो हैन। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे फर्स्टिङ थियो। अनि त्यति नै फेरि यहाँ नेपालले चाहिँ हामी सबै जिपिएको त अब एकदम जिपियो आएर चाहिँ त्यसलाई थियो। अन्त हामी ग्रुप फोटो खिच्यो त्यति जेल हैन। तर फेरि केक चाहिँ पुरा देखाउनु मन पऱ्यो मलाई, दामी थियो नि त आजको केक चाहिँ। अन्त केक देखाइरहेको थिएँ म चाहिँ। अन्त यहाँ चाहिँ खदा लगाइदिइरहनु भएको थियो सबैजनाले हैन। जेलमा चाहिँ सबैजना फोटो खिचिरहनु भएको थियो सरसँग। आज सरको चाहिँ स्पेसल डे थियो नि त, त्यसले गर्दा। अन्त हामीले आज चाहिँ ग्रुप फोटो पुरा खिच्यो है। ग्रुप फोटो खिच्दै यसरी मनाइरहेको थियो सरको बर्थडे है। अन्त त्यो अरू बेला अब सबैजनाको बर्थडे मनाइरहेको थियो, तर अब आज चाहिँ अब सरको बर्थडे हुँदा चाहिँ अलिकति के हो ज्यादै खुसी थियो, ओभर एक्साइटेड थियो सबैजना। अन्त मैले पनि त्यतिजना याद दिएर मैले पनि फोटो खिचेँ सरसँग। अन्त कार्यक्रम भनौँ जारी थियो है। अन्त जानु हुँदै थियो, खाजा लाउनु र फोटो खिच्नु केक त मैले खाइनँ, तर खानु नै थियो। थ्याङ्क यू सो मच। यो भिडियो चाहिँ मैले कसैलाई देखाउनुको लागि बनाएको होइन, जस्ट फर मेमोरीको लागि बनाएको। थ्याङ्क यू।